हाल म अहिले मलेसियाको बातु केभ मन्दिरमा छु र यहाँ जुन रामायणको कथाहरू छ यो गुफामा, त्यो गुफामा म आइपुगेको छु र यो सिन म देखेँ। यहाँ यो दृश्य देखेँ। यहाँको यो रामायणको यस्तो दृश्य हो जुन रावणलाई मौका हुन्छ सीता मातालाई रामको शरणमा उपस्थित गराउनलाई, तर यसले मान्दैन रावणले। अनि यहीँबाट युद्धको सुरुवात हुन्छ। अरू देख्न सक्नुहुन्छ यहाँ अंगद रामको शान्ति दूत बनेर आउनुहुन्छ र यो रावणलाई सम्झाउनुहुन्छ कि तिमीले सीतालाई सम्मान स्वरूप रामको शरणमा गरिदिनुस्, राम तपाईलाई माफी दिनुहुन्छ भनेर भन्नुहुन्छ अंगद। तर रावणले आफ्नो जुन हुन्छ नि इगोको कारणले गर्दा यो मान्दैन कुरा र यहाँ अंगदलाई यो आफ्नो राज्य सभामा सम्मान स्वरूप वासस्थान दिँदैन। अनि अंगदले रिसाएर आफ्नो पुच्छरको कुर्सी बनाएर बस्नुहुन्छ, त्योभन्दा माथि बस्नुहुन्छ, त्यसको राजगद्दीभन्दा माथि बसेर त्यसलाई भन्नुहुन्छ, सम्झाउनुहुन्छ कि राम शान्ति चाहनुहुन्छ, तिमीले सीता मातालाई सम्मान स्वरूप उहाँको शरणमा पुर्याइदिनु भनेर एकदमै सम्झाउनुहुन्छ र रामजीले शान्ति चाहनुहुन्छ भनेर भन्नुहुन्छ। तर रावणले यो सुन्ने बित्तिकै हाँस्छ, बेजती गर्छ, भन्छ कि श्रीराम त डराइसक्नुभयो, त्यही भएर यस्तो भनिराख्नुपर्छ, त्यो उहाँको क्षमता छैन मसँग लड्नलाई। र यहीँबाट अंगदले आफ्नो खुट्टा जमिनमा राखेर भन्नुहुन्छ, तेरो कुन बहादुर मान्छे छ यो मेरो खुट्टा हलाइदिन्छ भने म यहाँबाट वचन दिँदैछु रामको तर्फबाट कि म यहाँ युद्ध गर्दैनौँ, हामी फर्किहाल्छौँ भनेर। बस अब आउनुहोस् हामी अरू पनि देखाउनेछौँ। यहाँ पुरै रामायणको कथा रहेको छ, यहाँ धेरै राम्रो छ। यहाँ सभा हेर्न सक्नुहुन्छ, पुरै यो सबै छ रामायणको कथाहरू यहाँ एकदमै राम्रो छ। त्यसै सीता माताको स्वयंवर हो, यो स्वयंवर हो, त्यसपछि हेर्न सक्नुहुन्छ तपाईहरु। अब हामी यता आउँछौँ, यो सबै रामायणको कथा एकदमै सुरुदेखि अन्तिमसम्म यहाँ झल्काउँछ यो मूर्तिद्वारा। र अब तपाईहरुलाई उहाँलाई म देखाउन चाहे, उहाँ हुनुहुन्छ कुम्भकर्ण, रावणको भाइ हुनुहुन्छ कुम्भकर्ण। उहाँलाई म किन देखाउन चाहे भन्ने भने उहाँलाई 6 महिनाको निन्द्रासनको जुन उहाँलाई सरस्वती माताले उहाँको जिब्रोमा बसेर वरदान दिलाउनु भएको थियो ब्रह्माजीसँग। 6 महिनाको उहाँले निन्द्रासनमा एक दिन मात्र उठ्ने र त्यसपछि फेरि 6 महिनाको लागि सुतिहाल्ने भनेर निन्द्रासन थियो। तर रावणले उहाँलाई जबरजस्ती युद्धको लागि उठायो। उहाँ उठ्ने बित्तिकै सोध्नुभयो किन उठाएको मलाई अनि यहाँ जुन सेनापतिहरू थिए तिनीहरू भने कि लङ्कामाथि ठुलो सङ्कट आइसकेछ र त्यसपछि उहाँले के भयो भनेर सोध्नुभयो। अनि सीता मातालाई हरण गरेर रावणले ल्याएको कुरा सुन्ने बित्तिकै उहाँले भन्नुभयो यो गलत हो, यो पाप हो, यस्तो गर्नु हुँदैन थियो। सीता माता यो जगदम्बा स्वयं जगदम्बा हुन्, माता हुन्, उहाँलाई किन हरण गरेर ल्यायो, ठुलो पाप गरेछन् भनेर भन्नुहुन्छ र जानुहुन्छ रावणलाई पनि सम्झाउनुहुन्छ कि तपाईँ श्रीरामको जुन धर्मपत्नी सीता मातालाई ल्याउनु भएको छ त्यो गलत गर्नुभएको छ, उहाँ स्वयं जगदम्बा हुन्। यो सबै कुरा सम्झाउँदा पनि रावण मानेन। त्यसपछि उहाँले बाध्यतावश युद्धमा जानु पर्यो थियो। अब देख्न सक्नुहुन्छ तपाईहरु सबै यहाँ छ, सबै A to Z छ, रामायणको कथा यहाँ A to Z भएको छ। एकदमै राम्रो ठाउँ छ, तपाईहरु पनि घुम्न आउन सक्नुहुन्छ। यो बातु केभ टेम्पल मन्दिर रहेको छ, बातु केभ हिन्दू टेम्पल जुन मुर्गनको यहाँ छ, मुर्गन हामी मुर्गन भन्छौँ, यहाँ मुर्गन भन्छन् यहाँ, र हामी सायद कार्तिक भन्छौँ उहाँलाई। यही मन्दिरको यता साइडमा जुन गुफा रामायणको गुफा रहेको छ त्यही गुफामा म अहिले। हस्, आजको भिडियो यति नै, फेरि भेटौँला अर्को भिडियोमा। तबसम्म जय श्रीराम, हर हर महादेव।